शुक्रबारको दिन चाहिँ एक्ज्याक्टली हामी गुड फ्राइडे भनेर हामी जान्दछौँ। अनि गुड फ्राइडेको दिन चाहिँ ख्रीष्ट येशूलाई चाहिँ है कल्भरी क्रुसमा लगेर टाँगिएको, उहाँलाई चाहिँ मृत्युदण्ड दिएको कुरा हामी शुक्रबारको दिन हामी थाहा पाउँछौँ। भनेदेखि अर्को दिन चाहिँ एक्ज्याक्टली ख्रीष्ट येशूले चिहानमा उहाँ विश्राम लिनु भएको दिन, हामी यसलाई सब्बात दिन भनेर पनि हामी जान्दछौँ मण्डली है। मैले तपाईँलाई बताउँदै थिएँ बिहिबारको दिन हामी यसको दिन हामीले हेर्ने हो भनेदेखि धेरै लामो धेरै गहिरो कुराहरू छ, तर यसलाई हामीले संक्षिप्त रूपमा हेर्ने हो भनेदेखि बिहिबारको दिन ख्रीष्ट येशूले चेलाहरूसँग प्रीति भोजमा उहाँ सहभागी हुनुभयो, उहाँलाई गिरफ्तार गरियो होइन, चोरहरूलाई चाहिँ डाकुहरूलाई चाहिँ ख्रीष्ट येशूलाई उहाँलाई गिरफ्तार गरेको दिन थियो। भनेदेखि शुक्रबारको दिन चाहिँ ख्रीष्ट येशूलाई चाहिँ गेतसमनीको बगैँचामा प्रार्थना गरिसके पश्चात चाहिँ उहाँलाई चाहिँ क्रुसीरोहण मृत्युदण्ड दिएको कुरा हामी देख्छौँ। भनेदेखि अब शनिबारको दिन चाहिँ उहाँ ख्रीष्ट येशूलाई चिहानमा लगेर राखिएको दिन, यानि कि त्यो दिन चाहिँ ख्रीष्ट येशूले चिहानमा विश्राम लिनु भएको दिन भनेर हामी जान्दछौँ। भनेदेखि आइतबारको दिनलाई चाहिँ हामी इस्टर सन्डे भन्छौँ, अनि यो चाहिँ मृत्युबाट पुनरुत्थान हुनुभएको दिन हो मण्डली। सबैले भन्नु आमेन। हामी अहिले विशेष गरेर इस्टरदेखि अघिल्लो हप्तामा छौँ, हामी अहिले पाम सन्डेमा छौँ। अनि यो पाम सन्डे चाहिँ ख्रीष्ट येशू चाहिँ यरुशलेममा प्रवेश गर्न भएको दिन। ख्रीष्ट यरुशलेममा प्रवेश गर्दै गर्दा नि धेरै मानिसको लागि एउटा आनन्दको कुरा थियो। सबै मानिसले आफ्नो हातमा खजुरको पत्ता लिएर आफूले लगाएको वस्त्रलाई फुकालेर भुइँमा ओछ्याएर मलाई आनन्दले यरुशलेममा प्रवेश गरेको कुरा हामी यहाँनिर देख्दछौँ मण्डली। इभन धर्मशास्त्र बाइबलमा हामी हेऱ्यौँ भनेदेखि नि त्यो पीडाको कुरालाई हामीले महसुस गर्दै गर्दा फेरि केही क्षण पछि मानिसहरूले आनन्दको कुराहरू मनाएको कुरा हामी देख्छौँ है। यसैको पुस्तकमा यसै अगमवक्ताले के भन्छन् भनेदेखि जब ख्रीष्ट येशू पृथ्वीमा आउनुहुनेछ, उहाँ आउँदै गर्दा फेरि मानिसहरूले उहाँको दारीमा समातेर उहाँलाई चड्कन लगाउने छ। तर बाइबलले के भन्छ भनेदेखि मलाई हिर्काउने मानिसहरूलाई मैले आफ्नो चेहरा उनीहरूबाट मैले लुकाइन, मैले थापिदिएँ भन्छ येशूले। त्यो सबै कुरा हाम्रो निम्ति थियो मण्डली। म यहुदीहरूको राजा भएर म यरुशलेममा प्रवेश गर्दै गर्दा फेरि किन येशूले घोडालाई उहाँले चलाउनु भएन, किन रथहरूलाई उहाँले चलाउनु भएन, तर गधा नै किन? आज यो इतिहासलाई हामीले हेर्दै गर्दा नि हामी के पाउँछौँ भनेदेखि इभन येशूसँगै हिँडेका चेलाहरू, इभन येशू ख्रीष्टले गर्नुभएको आश्चर्य कामहरूलाई प्रत्यक्ष आफ्नो आँखाले देखेका आफ्नै चेलाहरूले पनि वास्तवमा येशू किन यरुशलेम भित्र उहाँ प्रवेश गर्दै हुनुहुन्थ्यो, त्यो कुरालाई उनीहरूले बुझ्न सकेको थिएन। येशूले गधालाई प्रयोग गर्नु भएको अर्को कुरा किनभनेदेखि सारा मानिसको सबै पाप चाहिँ येशू ख्रीष्टमा पर्दै थियो। उहाँ यति त्यो गरिङ्गो त्यो बोझलाई उहाँले बोक्दै हुनुहुन्थ्यो। हामीले ढाँटेको पाप, हामीले शारीरिक रूपमा गरेको पाप, सबै त्यो पीडालाई चाहिँ उहाँले बोक्दै हुनुहुन्थ्यो। येशू गधामै आउनुको कारण चाहिँ गधालाई चाहिँ हामी एउटा शान्तिको प्रतीक भनेर हामी चिन्ने गर्छौँ। गधामाथि सवार हुनुहुने उहाँ चाहिँ है सारा मानिसको राजा हुनुहुन्थ्यो, शान्तिको राजकुमार हुनुहुन्थ्यो। त्यस कारणले गर्दा फेरि ख्रीष्ट येशू घोडामा सवार नहुनु भएको कारण चाहिँ घोडाले चाहिँ जहिले युद्ध रक्तम्य युद्धको कुरालाई, लडाईँको कुराहरूलाई, अशान्तिको कुराहरूलाई देखाउने गर्दछ। त्यस कारणले गर्दा फेरि ख्रीष्ट येशू चाहिँ गधामा सवार भएर आउनुभएको तथ्यलाई हामी यहाँनिर देख्दछौँ। येशू ख्रीष्ट लाजरस मर्दा फेरि उहाँ रुनु भएको छ, तर यरुशलेममा प्रवेश गर्दै गर्दा फेरि नि यरुशलेमलाई देखेर उहाँ फेरि अर्कोचोटि रुनु भएको तथ्य हामीले देख्छौँ। किनभने नि यहाँनिर तपाईँले देख्दै हुनुहुन्छ यहाँ दुई प्रकारको मानिसलाई तपाईँले देख्दै हुनुहुन्छ। एक प्रकारको मानिसले खजुरको पत्ता हातमा लिएर आफ्नो लुगा फुकालेर भुइँमा ओछ्याएर येशूलाई दण्डवत गर्दै होसाना तपाईँ आउनु हुने मसीह हुनुहुन्छ, तपाईँ आउनु हुने हाम्रो राजा हुनुहुन्छ। होसानाको मतलब नि तपाईँले बाइबलमा हेर्नुभयो भनेदेखि हामीलाई बचाउनुहोस् भन्ने हुन्छ यसको अर्थ है। मानिसहरूले ठुलो आवाजमा येशूलाई स्वागत गर्दै प्रभु हामीलाई बचाउनुहोस्, प्रभु हामीलाई बचाउनुहोस्, उनीहरूको त्यो ठुलो आवाज त तपाईँले सुन्दै हुनुहुन्थ्यो।
तर अर्को मतको मानिसहरूलाई यहाँ तपाईँले देख्दै हुनुहुन्छ कि बाइबलले भन्दैछ जब येशू यरुशलेममा प्रवेश गर्नुभयो त्यहाँ हलचल मचिएको कुरालाई तपाईँले देख्दै हुनुहुन्छ है। अनि मानिसहरूले सोध्दैछ यो मानिस को हो? कसैले भन्दैछ अगमवक्ता, नासरतबाट आएको अगमवक्ता। उनीहरूले यीशुलाई राम्रोसँग चिन्न सकेको थिएन। अब यरुशलेमको पीडालाई उहाँले देख्दै हुनुहुन्थ्यो। त्यो पीडालाई यीशुले देख्दै हुनुहुन्थ्यो। मानिसहरू यीशु किन आउनुभयो भन्ने कुरालाई मानिसहरूले बुझ्न सकेको थिएन। त्यो कुरालाई स्मरण गर्दै गर्दा फेरि नि यरुशलेममा अब आउने विनाशको कुरालाई उहाँले देख्दै गर्दा फेरि मानिसहरूले यीशुलाई नजिकबाट नचिन्दै गर्दा फेरि नि यीशु यरुशलेम भित्र प्रवेश गरेर पनि नि उहाँ रुनु भएको कुरालाई हामी देख्दछौँ। ख्रीष्ट किन आउनुभयो भन्ने कुरालाई के आज हामीले बुझेका छौँ? मैले तपाईँलाई बारम्बार बताउँछु, प्रकाशित वाक्यमा हामी जब गहिरेर हामी अध्ययन गर्छौँ नि बाइबलले के भन्छ भनेदेखि जब 10 वटा राज्य चाहिँ नि उनीहरू एक महत्त्व मिलाएर एउटा राजाले जब शासन गर्छ नि अनि त्यो राज्यमा चाहिँ 10 वटा राज्यलाई अहिले तपाईँले हेर्नुभयो भनेदेखि लगभग 5 वटा 6 वटा राज्य चाहिँ उनीहरू एक भएको कुरालाई हामी देख्छौँ। तर जब 10 वटा राज्य उनीहरू एकतामा आउँछ अनि एउटै राजाले शासन गर्दै गर्दा फेरि नि पृथ्वीको अन्त्यको समय आउँछ भन्छ बाइबलले। यूहन्नाले के भन्दैछ भनेदेखि इभन यो खजुरको रुखलाई तपाईँले त्यहाँ देख्दै हुनुहुन्छ। सिंहासनमा ख्रीष्ट येशूको आगमनमा जब उहाँ सारा मानिसको राजा बनेर सिंहासनमा बस्दै गर्दा फेरि यो खजुरको पत्ता लिएर उभिने स्वर्गदूतहरूलाई तपाईँले त्यहाँ देख्नुहुन्छ। यसको महत्त्वलाई हामीले बुझ्नुपर्छ। सुन्नुहोस् है, यसलाई नै हामीले हिब्रू वर्डमा हामी हेर्ने हो भनेदेखि यो पाम ट्रीलाई चाहिँ हिब्रू वर्डमा चाहिँ यसलाई तामरको रुख पनि भन्दा रहेछ। अनि किन यीशु ख्रीष्टलाई स्वागत गर्दै गर्दा फेरि किन यो पाम ट्री नै चलाइयो भनेदेखि नि किनभनेदेखि पाम ट्री भनेको चाहिँ एउटा यस्तो डरो अनि शक्तिशाली एउटा रुखको रूपमा लिइन्छ। अहिले पनि यहुदी चलनमा यदि कुनै धर्मगुरु कुनै आधारको मानिसहरू आयो भनेदेखि उनीहरूले अझै पनि यो चलाउने गर्दछ। अर्को भाषामा मैले भन्नुपर्छ भनेदेखि यहुदी चलन अनुसार है मण्डलीबाट अगाडिबाट पास्टरले चाहिँ विश्वासीहरूलाई आशिष दिँदा फेरि यो खजुरको पत्ताले उनीहरूले यसरी आशिष दिने पनि चलन छ। त्यति मात्र नभएर नि तपाईले अर्को इस्लामिक धर्म ग्रन्थमा तपाईले हेर्नुभयो भनेदेखि इस्लाममा तपाईले पाउनुहुन्छ प्राय खजुरको पत्ता उनीहरूले पनि प्रयोग गर्छ। खजुरको पत्ताले यसो गरेर उयो गरेको तपाईले देख्नुहुन्छ। तर वास्तवमा यो बाइबलमा हामी हेर्ने हो भनेदेखि खजुरको पत्ताले एउटा विजयको कुरालाई देखाउने गर्दछ। यसले एउटा डरो कुरालाई देखाउने गर्दछ। त्यसकारणले गर्दा फेरि हामी येशू ख्रीष्ट यरुशलेममा प्रवेश गर्नु हुँदाखेरि मानिसहरूले यो कुरालाई चलाएको तथ्य हामी हेर्दै आज यो शताब्दीमा हामी जिउँदै गरेको मण्डलीलाई आज परमेश्वरले बताउँदै हुनुहुन्छ। यदि हामी एउटा मानिसहरूले तुच्छ ठानिएको एउटा गधालाई उहाँले प्रयोग गर्नुभयो भनेदेखि आज मानिस जाति भनेको त परमेश्वरले आफ्नै स्वरूप र समानतामा सर्वश्रेष्ठतामा आज उहाँले तपाईहरुलाई चलाउनु भएको छ भनेदेखि गधालाई त उहाँले प्रयोग गर्नुभयो भनेदेखि के आज उहाँले हामीलाई प्रयोग गर्नुहुन्छ? गधाको त त्यति धेरै महत्त्व यीशुलाई थियो भनेदेखि आज तपाई हामी भनेको त उहाँकै स्वरूप र समानतामा बनाएको उहाँको सृष्टिहरू मण्डली है। तर एउटा कुरा हामीले के बुझ्नुपर्छ भनेदेखि हामी इमानदारीतामा हाम्रो परमेश्वरको इमानदारीतामा जब हामी हाम्रो परमेश्वरको सेवा गधाले आफ्नो मालिकको सेवा गरेछ जब इमानदारीतामा विश्वासमा जब हामी हाम्रो परमेश्वरको सेवा गर्छौँ भनेदेखि मण्डली परमेश्वरले भन्दै हुनुहुन्छ कि त्यो सुनको सडक चाहिँ निकोर सुनको छ। हालेलुया। हामी हिँड्ने बाटो पनि सुनकै छ भन्छ बाइबलले। अहिले हामी ढुङ्गा गाडीमा हिलो गाडीमा मन नपरेको ठाउँमा हामी हिँड्छौँ होला, तर जब हामी हाम्रो राजा येशूलाई बोक्ने मानिस जब हामी हाम्रो राजा येशूलाई स्वागत गर्ने जाति विश्वासी
हामी बन्छौँ भने यसुले भन्दै हुनुहुन्छ कि तँ चाहिँ त्यो सुनको सडकमा तेरो पाइलालाई टेक्नेछस्। आमेन। अर्को कुरा परमेश्वरको वचनले भन्छ तिमी जस्तो सुकै परिस्थितिमा पनि तिमी दह्रो हुनुपर्छ, खजुरको पत्ता जस्तै। हालेलुया।